सबैजनालाई। अनि भर्खरै उठेको सो आज यहाँ उठेर यहाँ तरुल पकाउँदै हुनुहुन्छ है। बन्तहरू चाहिँ बाँकी छ। अब चाहिँ उठेको अनि त्यो अरू दुध्नु बाँकी छ। अनि अब चाहिँ अब प्रोग्रामतिर जानुपर्ने छ। म चाहिँ नुहाउनु पर्ने छ कपाल पनि। सो त्यही भएर म चाँडै नै उठेको छु। सो त्यही हो आज प्रोग्राम जानु छ। सो गाइस म चाहिँ यहाँनिर कफी खाँदैछु अनि नुहाउनु भनेर रेडी भएको साइनले पनि नुहाउँदैछ। अनि दुईजना त्यत्रो पानीमा जाडो हुन्छ भनेर चाहिँ उसले पहिले नुहाउँछ अनि कपाल सुकाउँदै गर्छ अनि फेरि म नुहाउँछु। ल हामी चाहिँ खाजा खाँदैछौँ मैले यहाँनिर। अनि हामीलाई ढिलो भइसक्यो हिँडेर जाने भनेको। अब हाम्रो दुईजना ब्रदरहरूले बाइकमा पुऱ्याइराख्नुहुन्छ अरे इस्कुसको जरा। ल अलरेडी ढिलो भइसक्यो गाइस। हामी चाहिँ अब बाटो लागेको यहाँ। म चाहिँ यहाँ एक झोला सेलरोटी बोकेको छु। अनि हात्रो हुँदैछ म चाहिँ अब जाने तयारदेखि पर जाँदादेखि उतापट्टि हो। हामी भाइहरूसँग बाइकमा गएको भए अब बाटो नि अप्ठ्यारो छ। अनि अफ रोडमा अलिक अप्ठ्यारो हुन्छ क्या। म त अफ रोडमा त बाइकमा त हिँड्दिनँ, बरु खुट्टाले हिँड्नु यस्तो अप्ठ्यारो हुन्छ। लड्यो भने यस्तो जाडो बेला घुँडा हाततिर यस्तो नजाने पर्छ। अनि पाएर भाइलाई चाहिँ पठाइदिएको। हामी तिनजना त हिँडेर जाने गफ गर्दैन। बिस्तारै हामी 10 बजीदेखि गयो भने चाहिँ यहाँ 9 बज्यो। अब 10:30मा पुगिन्छ होला। पुगिँदैन घरतिर पुगिन्छ होला। बाटो यस्तै हो उकालो ओह्रालो। अब बिस्तारै जाने हामी त गफ गर्दैन। यहाँनिर चाहिँ हाम्रो मिस दीक्षाले मलाई सरप्राइज दिने अरे। के पक्रिनु पाछ भन्नु त, देखाउनु त। सरप्राइज दिनु न लु त। के पक्रिनु भएछ उता गर न त। लु के चाहिँ गेस गर न त। के होला अब बाटोमा के पक्रिनु पाछ? तिमीले हो बदामहरू होला हैन के अर्कै एकदम। 3 नभन झोलाबाट निकाल्नु भयो कि बाटोमा टिप्नु भयो? त्यो कहाँ भन्नुहुन्छ त एउटा सरप्राइज दिनु। चुइगम चुइगमै भनेको चुइगम पऱ्यो सरप्राइज पनि गाइस। के हो हिँड्ने बेलामा मलाई झोलाबाट लाग्यो त चुइगम ऊ के अरे सेकेन्ड टाइममा चाहिँ मैले मिलाएँ है गाइसहरू। अब चुइगम खाइदिउँ है त। अहिले यहाँ सोबङ्गमा गेम हुँदै रहेछ। सुरु भएको छ कि छैन? सुरु भइसकेको हो क्या। ल थाहा छैन। माथि हिँडौ छोरा माथि। हजुर छ कि के हो? आउनु न यतैबाट। गेम हुँदो रहेछ है। यहाँदेखि चाहिँ 13 छ अरे। सो बल्ल यहाँ आइपुग्यो। अनि हामी आएको चाहिँ यो पर ठ्याक्कै यताबाट हो। अनि यहाँ गेम हुँदो रहेछ। सो गाइस बिहान नुहाएर आएको पनि मतलबै भएन। गर्मीले हेर्नु त्यहाँ पसिना जोएलको पसिना सकिएन है गाइस। फाइनल्ली बिच बाटोमा आइपुग्यो हामी चाहिँ। अनि यहाँ हिँड्दै 11:30 बजिसक्यो। प्रोग्राम चाहिँ अघि थालिसक्नु भएको छ अरे। सो सकिएन हिँड्नलाई। यहाँ चाहिँ खच्चडे भारी बोकेर हिँडेको छु। जोयल एउटा डिउ बोकेर हिँड्दै साह्रो परिसक्यो भने साइली छोरी छ यता। अनि यहाँ चाहिँ कसले हो कति राम्रो दाउरा काटेर सुकाउनु भएको रहेछ। सो अझै लाग्छ पुग्न आधा घन्टा जति। कन्टिन्यू छ गाइजहरू हिँडाइ चाहिँ। गाइजहरू फाइनल्ली हामी चाहिँ आइसक्यौँ। चर्च चाहिँ यहाँ चाहिँ हामी चाहिँ यो डाँडादेखि उतापट्टिबाट आएको। र यो देख्दै हुनुहुन्छ नि यो चाहिँ हो अरुण खोला। अनि यतातिर यता मकालु हिमाल थियो सबै बादलले पुरेको रहेछ। र सो त्यही हो। अब चाहिँ हामी जान्छौँ ओह्रालो हिँड्दै अनि 13 लाग्छौँ।
सो गाइज हामी फाइनली चर्च आइसकेको छौँ र चर्चमा प्रोग्राम सुरु भइसकेको छ। बेला चाहिँ टुक्रा टुक्रा भएर 5वटा देश बनिदियो 5वटा देश बनिदियो। जब इजरायलमा गएर त्यहाँनिर यस्तो गर भन्दै गर्दाखेरि जब डोनाल्ड ट्रम्पलाई त्यहाँनिर अगमवक्ता सिधै गएर भनेको छ त चाहिँ यसपालि के हुनेछ त्यहाँनिर प्रेसिडेन्ट बनेछस् भनेर भन्दै गर्दाखेरि अन्त त्यहाँदेखि उसलाई थाहा छैन राजनीतिको कुरा केही पनि थाहा छैन। ऊ एउटा ठुलो बिजनेसम्यान हो तर ऊ गयो नि त्यहाँनिर गएर अन्त त्यहाँदेखि जाँदै गर्दाखेरि उसले एकैचोटि के गरे त जब प्रेसिडेन्ट भयो प्रेसिडेन्ट भइसकेपछि इजरायलमा उसले त्यहाँनिर राज्यको घोषणा गरे। राज्य ल अहिले चाहिँ हाम्रो प्रोग्राम हाफ हुँदैछ अनि अहिले चाहिँ अब खाजा खाने टाइम भएको हुँदा अब यहाँ खाजा खान लागेका छौँ हामी सबैजना यहाँ। अब चाहिँ हामी यहाँ खाँदैछौँ खाजा। सबैजना खाँदैछौँ खाजा। अब चाहिँ यहाँनिर हाम्रो सङ्गति सकिएको छ र अब चाहिँ यहाँ बिरामीहरूको लागि प्रार्थना हुँदैछ यहाँनिर। ल अब चाहिँ हाम्रो यहाँ प्रार्थना हुँदैछ। यहाँनिर कतिजनाको सानो पेट साह्रो दुख्दछ। जो जति हुनुहुन्छ सानो पेट दुख्ने जति मात्रै आउनुहोस् सानो पेट दुख्ने जति मात्रै आउनुहोस्। सानो पेट अहिले चाहिँ हाम्रो यहाँ प्रोग्राम सकिसकेको छ अनि अब सबैजना जान लागेका छौँ त। अनि यहाँ कफी खाँदैछ म चाहिँ कफी खाएर गाइस फाइनली हामी चाहिँ अहिले यहाँ आइपुगेका छौँ हिँडेर। अनि हाम्रो मिस दीक्षा र हिँड्न नसक्नु भएर र यहाँ बिहान थोरै खाजा बाटोमा खाने ल्याएको थियौँ र अब चाहिँ हामी यहाँ खाएर यो पर पुग्नु पर्नेछ गाइसहरू यता हिँडेर। सो त्यही हो र अब चाहिँ जाँदैछौँ है त हामी गाइस। अहिले चाहिँ हामी यहाँनिर हिँड्दै रात पर्यो। अहिले हामी ठ्याक्कै यहाँ सोभङमाको छेउमा आइपुग्यौँ। घाम यता डुब्छ र यो झ्याप्पै डुबिसक्यो। अनि हामी यहाँ पर यो डाँडादेखि उताबाट आएको। हजुर कहाँ जितु नाना ऊ यहाँ जितु नाना माथि पनि घर त बनाउँदै हुनुहुन्छ तर यहीँ बस्नुहुन्छ। म तपाईँहरूलाई एउटा कुरा भनौँ राके भूत देखेको ऊ त्यहीँ हो हामीले। ऊ यहाँ यो क्यामुना छ नि त्यतिखेर अब हाम्रै मामाको कान्छा छोराको बुढी मरेको थियो भने माइलाको बुढी पहिलाको यस्तो डढेलो लाग्दाखेरि जङ्गलमा उकालो कसरी जान्छ नि झल्ल बोलेको। फाइनली हामी चाहिँ घर आइपुग्यौँ। कालु ल हाम्रो साइदी छोरीलाई डोर्याउँदा नि हामी चाहिँ रात परेको हो। अनि हामी चाहिँ बिहान हिँडेको मान्छे बेलुका घर आइपुगेको छ। थ्याङ्क गड। यहाँ साइदी छोरी लट्ठी टेकेर अनि यहाँ पदम भाइ भरिया अनि यहाँ हाम्रो छोरो इरोस कालु यता छन् कालु हुनुहुन्छ हाम्रो मदर आगो ताप्दै बस्नु भएको छ। ल सो गाइस फाइनली हामी घर आइपुगिसक्यौँ अनि त्यो एकदम फ्रेस भयो। अनि अब चाहिँ हामी नुहाई खानासाना खाएर आराम गर्नुपर्ने हुन्छ र त्यही हो। अब चाहिँ म तपाईँहरू माझबाट म भिडियोबाट बिदा चाहन्छु। एन्ड थ्याङ्क्स फर वाचिङ। सबैजनालाई गुड नाइट बाई बाई टेक केयर एभ्रिवान।